Hello and namaste. Welcome to my channel everyone. It's me Please Boy. Hope you guys you are fine and I am also fine. आज हामी जाँदै छौँ स्नोई माउन्टेन. यो यात्रामा हामीलाई साथ दिएको छ मायालु ट्राभल्स एन्ड टुर्सले. काम लागिरहेछ काम रमाइलो लागिरहेछ कस्तो भइरहेछ? पछाडि पनि रमाइलो भइरहेछ है. ओ दि क्यानबेरा रोक्नेछौँ नत्र भए चाहिँ हामी सिधै माथि जिन्दाबाइन जान्छौँ. ठाउँ ठाउँमा घुम्ने ठाउँहरू रोक्नु पर्यो नि, यसो इन्जोय गर्नु पर्यो. गोल्बन लेक जजहरू अब कहाँ कस्तो राम्रो ठाउँ आउँछ भनेर थाहा छ त भन्नुला हामीलाई अझ लाग्यो 2 मिनेट. हामी अहिले क्यानबेरा जाने बाटोमा छौँ. हामी यहाँनिर केही समय रेस्ट गरेर हामी अब जानेछौँ जिन्दाबाइन. गलबनबाट केही समयको यात्रापछि हामी लेक भ्यू आएका छौँ. यहाँनिर केही समय रिफ्रेस भएर हामी लाग्नेछौँ जिन्दाबाइन. क्यानबेरा आइसकेका छौँ. यहाँनिर केही खाजा खान्छौँ टोली आइसक्यो. अनि यहाँबाट हामी जिन्दाबाइन जान्छौँ. म एकदमै खुसी छु मलाई भाइरल बनाइदिनु. अहिलेसम्म त एकदम रमाइलो भइरहेछ. अब झनै रमाइलो हुन्छ. लाइभ स्नोफल चाहिँ हेर्न पाउनु. तिमीले चाहिँ कस्तो लागिरहेको? ए ल्याउनु म भन्छु. लेट्स ओके. हेलो गाइस, वेलकम टु क्यानबेरा. हामी चाहिँ अहिले क्यानबेरा आइसकेका छौँ. अब चाहिँ हामी चाहिँ द चिम्नी नेप्लिज रेस्टुरेन्टमा जाँदैछौँ. लुक एट दिस. यस, द चिम्नी नेप्लिज रेस्टुरेन्ट. सो म चाहिँ भित्र पस्दैछु. लेट्स सी. Look at the view. Very handsome guy. हामी त अघि नै खाना अर्डर गरेँ. तपाईँहरू अर्डर गर्नु न पहिला. कहाँ अर्डर गर्ने हो? यसको नाम हो थुक्पा. आई डोन्ट नो यो केबाट बने हुन्छ तर विन्टरको लागि मस्त. सो नेक्स्ट टाइम लेमन खान्छ. क्यानबेराको खाना एकदमै मिठो थियो. तपाईँहरू पनि आउँदै हुनुहुन्छ स्नोई माउन्टेन घुम्न भने तपाईँहरू चिम्नी नेप्लिज रेस्टुरेन्टमा खाना ट्राई गर्न सक्नुहुन्छ. वी आर एट जिन्दाबाइन. चाहिँ एउटा गोलो लगाइदिनु होइन छोरीवटै. अनि हेलमेट चाहिन्छ. यो दुइटा गर्ने चाहिँ हेलमेट चाहिन्छ. त्योमा चाहिँ हेलमेट टिक लगाइदिनु. अनि त्यसपछि अनि साइन गरेर यहाँ पे गर्नु. अनि उता आफ्नो मजाले साइजहरू नापेर लिन मिल्छ. दुष्यन्तले हामीलाई सम्झाउँदै थिए हामीले स्नोमा लाउनुपर्ने गियरहरू, कुन कुन इक्विपमेन्ट लिएर जानुपर्छ, कुन कुन खेलहरू खेल्न पाउँछौँ त भनेर. हामीले द बेसबाट आफूलाई चाहिने सम्पूर्ण इक्विपमेन्टहरू लिइसकेका छौँ. हामीले कुन कुन इक्विपमेन्ट लियौँ, हामीले कुन गेम खेल्नेछौँ,
म तपाईँहरूलाई देखाउँछु है त। ट्राई गर्दैछु। Let's try those ones on. Which size is this one? This one is 6, I think. हामीले गियरहरू तयार गरिसक्यो, भइसक्यो। This one, you have a ski, boats, and toboggan as well. हामी सबैजना आफ्नो आफ्नो गियर लिएर जाँदैछौँ। बाथरुम सिधा गर्छ तबाट हामी गियर लिएर अब जाँदैछौँ गाडीतर्फ र बाहिर पानी परिरहेछ। नो, दे हेभ अलरेडी वान माइक्रोफोन एट्याच्ड टु। कुहिरोमा कसरी सुट गर्ने बेला प्रोफेसनल फोटोग्राफर होइन। कति बज्यो अहिले? 5:59 भइसकेको छ। हामी जिन्दाबाइनबाट गाडीमा यहाँनिर स्नोई माउन्टेन नजिक होमस्टेमा आइपुग्यौँ। हाम्रो बस्ने ठाउँको बेड, यो बेड देख्दाखेरि चाहिँ होस्टेलको याद आइरहेछ मलाई। तलमाथि फर्म छ। यो लिभिङ रुम, किचन यहाँनिर छ। यो डाइनिङ, प्लेट्स, सिङ्क, खुल्छ कहाँबाट यो? कफी पनि रहेछ। ओभन, फ्रिज त खाली छ। Where's DJ? He's having a rest. and you can keep this detail for next room card detail. Okay. Is that a different card? Yeah, Thank you. That's nice of you. different card, different room. Free. आमा मामा कति माया हो। ल होइन यो पानी यो उत्तर चिया हो क्या घरिघरि आगोले पग्लेर पानी परेको ए गाडीमा पछाडि हुन्छ नि स्पिकरको जुगाडी आउँदैछ। गाडीबाट डाइरेक्ट स्पिकर बजाउने हामी। यहाँ छ पानी दिनु लागि आउँदा र टाइम भएको छ 6:01। रेडी भएर अब यहाँबाट निस्किँदैछौँ। बेल्ट छोडेर है आफ्नो लगाएको छु मैले। होइन भनेको बेल्ट लगाउनु है सबैले यो त आइस हुन्छ। अब हामी यहाँनिर गाडीमा चेन हाल्नु पर्ने भयो। इग्नोर नगर्नु न आफ्नो भ्लग बनाउने भन्ने। हाई,
Oh, this is Snow Valley. टायरमा चेन पनि लागिसकेको छ एउटामा भने अर्कोमा चेन फिक्स भएपछि हामी लाग्छौँ पेरिसर भ्याली दाइ अगाडिको त्यस्तो सही आइरह उहाँले यसरी खुट्टीमै चलाइराख्ने हो त्यही भएर त्यस्तो बलि भइरहेको छ अहिले त्यो अगाडिको त्यो लाग्ने बाटो क्या यस्तो जाम छ यहाँबाट हामी आइपुग्यौँ पेरिसर भ्याली आइपुग्यौँ अब हामी यहाँबाट टोपोगन गर्नेछौँ पुरै हिउँ छ स्लाइटली हिउँ फल हुँदैछ दिस इज द भ्यू गियरहरू सेट गरेर अब हामी स्की गर्नको लागि माथि जाँदैछौँ दिस इज द फुट स्की हिँड्न पनि एकदम गाह्रो भइरहेछ ल त्यो देऊ न उता भनेको साइडबाट मिल्छ ल त दुई साइड पनि रेडी भइसक्यो सबैजना काउन्ट गर्नु ऊ पनि यता धकल्नु है तपाईँले नि पछाडि धकल्नु धकल्नु पर्दैन ल सबैजना काउन्ट गर्नु रेडी हो भएन छिटो न अहिले फेरि सबैले हाले त अहिले त फेरि सबैको चार सकियो सबैको फुल भयो त दिदीले चाहिँ हामीलाई ठोक्नु भयो? अलि सिधा उता लाग्छ ल जाम भाइ कहाँ पुग्यो हामी त यहीँ अड्क्यो स्नो माउन्टेन हिउँ चाहिँ परेको छैन अहिले लाइभ स्नो चाहिँ मस्त घाम लागेको छ टेम्परेचर माइनसमा पनि छैन यहाँनिर हिउँ चाहिँ राम्रो परेको छ यहाँबाट भ्यू चाहिँ दामी देखेको छ एट लास्ट थ्याङ्क यू सो मच मायालु टुर्स एन्ड ट्राभल्स तपाईँहरू पनि स्नो माउन्टेन घुम्न चाहनुहुन्छ भने मायालु टुर्स एन्ड ट्राभल्सलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामी पनि सिडनी ब्याक पुगेका छौँ थ्याङ्क यू फर वाचिङ दिस भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस् च्यानलमा नयाँ आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला
धन्यवाद।